ल हेलो साथीहरू नमस्ते सबैजनालाई आज चाहिँ म अर्को ब्लग लिएर आइसकेँ। आज चाहिँ म मेलो जाँदैछु निकै दिनपछि आज चाहिँ ब्लग गर्दैछु। अनि आज चाहिँ हाम्रो बाङ्गासाइलाको मेलो छ, हाम्रो अङ्कल साइला अङ्कलको मेलो जानुपर्ने। अनि म हिँडिसकेँ। आज मौसम यस्तो छ एकदम खुल्ला होइन। अब आज चाहिँ के गर्नुपर्ने हो तलै गएर थाहा हुन्छ हाम्रो बाङ्गासाइलाकोमा। अनि धेरै दिन भयो गाइस के बनाउँ भिडियो होइन, किनकि अब कन्टेन्ट पनि भेट्दिनँ म त्यति धेरै के बनाउँ लाग्छ। सो अब ग्याप हुन्छ मेरो चाहिँ दुई चार दिन पछि ग्याप हुँदै अब काम गरेको मात्रै हाल्नु मन लाग्छ। के गर्नु गाउँमा बसेको छ होइन, गाउँले जिन्दगी। अब सहर जानु पाइँदैन, कता बजारतिर गएर यसो देखाउनु हुन्थ्यो गाइस होइन। नयाँ नयाँ ठाउँ घुम्ने रहर त छ मलाई पनि, तर अब परिस्थितिले गर्दाखेरि पाइँदैन घुम्नु होइन। गाउँले मान्छे पैसा पनि हुँदैन, गाह्रो छ साथीहरू होइन। अब ल लागिँदैछ मेलोतिर। अनि मेरो भाइ पनि जान्छ, सबिन भाइ। अनि सबिन भाइ म बाङ्गासाइला आज यता यही बाटो जानुपर्ने हुन्छ। टक्क यो रोडबाट चाहिँ बाँस बोकेर ग्यास्ट्रिक भइरहेको जस्तो भइरहेछ पुरै मलाई चाहिँ। अनि पापा चाहिँ म यहाँ के गर्दै हुनुहुन्छ यसो हेरौँ, बिचरा दुःख गरिरहनु भएको छ बेसार। के छ पापा, के छ? कति दुःख गर्छौ बाउ बिचरा, गर्छ हो कोही बेला। हेलो माउली, के छ त? हो एउटा गीत नगाऊ बालेर हत्तु एउटा लाउँ न। अनि गलाई टाप त्यस्तो ठेल्ले खै उठेन, ठेल्यो अझै। ल मेरो पापा चाहिँ बेसार खनेर लाग्दै हुनुहुँदो रहेछ घर। भात खाइसक्यो तपाईँ? ए भन्दा त मेरो ल है त के छ त अनि आजको दिन। ल अब होइन साथीहरू, अब यस्तै छ मौसम देख्नुहोस् होइन। माउलीसँग यसो गफ गऱ्यो ठाकटुक। अनि अब लाग्नुपर्ने हुन्छ। यो चाहिँ मेरो भाइहरूको घर हो, सबिन भाइहरूको। हाम्रो कान्छा अङ्कलको घोडा चाहिँ यता छ दुईवटा, बिहानै दुध लाने सस्ता यहाँ छ, दुध लाने दुध भर्ने। आजको मौसम अनि यस्तो छ हाम्रो गाउँबाट देखिने चाहिँ भ्यू चाहिँ बबालै छ। देमा देमा सबिन खायो भात ए तल्लो गाउँबाट देमा, तल्लो गाउँ कि ए ओ भाइ के छ? लु काट्ने के बामभोग चाहिँ इटिङ द राइस। मेरो भाइको खुवाइ नै बबाल छ नि त। मेरो भाइको खुवाइ चाहिँ यतिको मात्रै भएन। जाऊ यता आउने लु ल गाई छैन, हामी चाहिँ हिँडिसक्यौँ अब कामतिर। गयो देमा लिन फोन किन लिन ल
ब्यागमा हाल्न दिएको बामफोकले है मान्छे ए बुढो मान्छे केही बोक पनि भन्दैन केही बोक पनि भन्दैन तपाईँ कहिले ए मलाई चाहिँ भन्नु भएन मम्मीले भन्दै ल मेरो बाँगासाइलाई चाहिँ यता होइन हामी चाहिँ मेलो लागिँदैछ उहाँकै हो आज धमाकेदार हान्नुपर्ने के ऊ मा के साम्पाङको फ्यान धरो एकदम खतरा उठ्नु पनि सक्छ माटोबाट माटोको टिका लाएर अस्ति यो बाँस हो हामी चाहिँ बोक्नुपर्ने अझ खतरा बोकै हुन्छ ड्याङ यो बाँस त नि एकैछिन बोकिन्छ नि चिलाउनेको रुख चाहिँ यत्रो यत्रो मात्रै छ यहाँ ल साथीहरू अब एकछिन मर्ची भेटौँ हामी चाहिँ यहाँ बोक्नु पर्ने छ बाँस हामी चाहिँ 3 जना गाइड छौँ होइन अब हेर्दै गर्नुहोस् भिडियो यता मेरो बाङ्गाला साइलाल चाहिँ हेरेको छैन भने मेरो भिडियो होइन गएर यसो हेर्नु पऱ्यो है भरेदेखि ल बडो ल अहिले भेटौँ फेरि एकैचोटि ल साथीहरू हामी चाहिँ बाँस बोक्न आइसक्यौँ फेरि अर्को ट्रिपमा अनि बाँस चाहिँ यहाँ थन्किरहेको छ हाम्रो अनि हामी चाहिँ एकछिन आराम गरिरहेछौँ किनभने निकै टाढो बाटो छ त्यही भएर निकै गलियो अनि अब लाग्नुपर्ने हुन्छ हामी चाहिँ म र भाइ मात्रै छौँ अहिले चाहिँ अनि मौसम चाहिँ यस्तै छ घाम लागिरहेछ एकदम कडा आज चाहिँ होइन बाँस चाहिँ यहाँ यो चाहिँ सक्नु पर्ने हामीले ल लागौँ ल भाइ ल साथीहरू हामी चाहिँ अब बोक्नु पर्ने हुन्छ बाँस यहाँ छ अब त कुन लैजाउँ हौ यार सानो छ नि त बाँस पनि यही चाहिँ पन्जा चाहिँ गोजीतिर थियो तोरामै हान्नु तोरामै बोक्नु भयो
चाहिँ यता जाउँ। भोकभोकको लाग्यो माथि ठाडो जङ्गलमा त निस्किरहेको थियो क्या आँखा नि रातो रे आँखा नि रातो रे गाई छैन हामी चाहिँ दाउरा बोए बाँसको बोक्दैछौँ टोली होइन हाम्रो चाहिँ बाँस बोकाइ बबाल जाँदैछ मेरो भाइले निकै ठुलो बोक्दैछ होइन म चाहिँ यहाँ लामो बाँस बोक्नु पर्ने भयो सो यसलाई चाहिँ यस्तो झारेर चाहिँ होइन आउँछ अप्ठ्यारो भयो मलाई ल पुगिसक्यो होइन बाँस हेर्नुहोस् लामो मेरो भाइ पर पुगिसक्यो म चाहिँ यहाँ बोकेर लाग्दैछु होइन गाइस टाढो बाटो छ सो अब अप्ठ्यारो भयो क्या मलाई अनि अब अहिले भेटौँ एकैचोटि होइन यो बाँस बोक्दा चाहिँ धेरै अप्ठ्यारो हुन्छ मलाई भिडियो गर्नु सो अहिले पर पुगेर एकैचोटि भेटौँ किनभने गाह्रो छ नि त बाटो पनि हेर्नुहोस् यस्तो छ है यहाँबाट छिर्नु पर्ने हुन्छ है यहाँबाट छिरिन्छ कि छिरिँदैन बाँस बोकेर ल साथीहरू अब अहिले भेटौँ गाह्रो भयो लक गर्नु अप्ठ्यारो भयो हामी चिया खाँदैछौँ घर आइपुगेर बाँस ल्याइसक्यौँ बुढो मान्छे उता ल धमाधम अनि जग खन्दैछु म चाहिँ सोयाको काम चाहिँ बिन्दास हाम्रो बानासाइलाको है चोया आमा साइले यता पारी त्यो डाँडामा हेर घामलाई घमाइलो बस साथीहरू हामी खाजा खाने बेला भयो देखिन तल बाँसको झेनमा कोट्याइरहेको छ भन्दै छवटा खुट्टा पाँचवटा उयो के भयो पाँचवटा आँखा भएको घोलेर लिँदिने सबलाई त खोर्सानी आफै लागि खान्छ स्यामी खाँदैन लाई हुन्छ धन्यवाद थुक्पा बजाइन्छ आज चाहिँ फाइनली गाइड होइन झ्याम्का झ्याम खै सिलामको अचार चाहिँ छ ए लु त्यो खाउँ यो त थकालीमा पर्छ कि सिलाम र मुला चाहिँ ल सिलाम र मुलाको अचार बजाइँदैछ एक बेसी एक रास माथि भएको यो 200 रुपियाँ बेच्दा हुन्थ्यो खाजा जौबारीमा थुम्केन 300 नै भन्दा भयो दिन्छ मान्छेले साथीहरू हामी चाहिँ खाइसकेर अब भेटौँ।
ल साथीहरू हामी चाहिँ अब छुट्टी गऱ्यौँ होइन फाइनल्ली। अब हेर्नुहोस् अघिको बाँसको चाहिँ यस्तो भइसकेको छ होइन एकदम राम्रो के दामी देख्दो रहेछ यार। लो हे चिको त अनि के बनाएको हौ च्याउ खेती अर्ग्यानिक राम राम हामीले बनाएको अप्प ल हेरौँ है साथीहरू होइन यो चाहिँ एकदमै खतरनाक हाम्रो अनुहार पनि देखिँदैछ कस्तो आउँदैछ यहाँ हेरौँ त काका गोठ गोठ कस्तो छ एकदम टुङ्सी भन्छ यसलाई टुङ्सी हाम्रो भाषा हो हेर्नुहोस् साथीहरू होइन यस्तो भइसकेको छ अघिसम्म बाँसको थाक थियो यहाँ रास 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 अनि अहिले चाहिँ यस्तो बनाइसक्यौँ हामीले होइन आज चाहिँ छुट्टीको दिन गऱ्यो। ल साथीहरू आजको भ्लग चाहिँ यति नै अब भोलि फेरि यहीँनिर काम हुन्छ हाम्रो के हुन्छ भोलि फेरि यहीँ काम हुन्छ होइन भोलि यो एउटा छापछुप कार्यक्रम छ हाम्रो पालले अनि हेर्दै गर्नुहोस् साथीहरू होइन मेरो भ्लग चाहिँ अब अझै भोलि पनि यहीँ काम गरे हुन्छ। आजको लागि चाहिँ यति नै भ्लग गाइज ओके हेर्दै गर्नुहोस् सपोर्ट चाहियो होइन हल्का अनि सपोर्ट गरिदिनुहोस् ल है त गाइज बाई बाई गाइज भोलि भेटौँ।